टक्कसँगले भरे भाइरल भयो अन्त निर्मल दाई के छ विचार बुलेट के हाम्रो छ आमालाई भइराख बोल्नुपर्ने हो के भनेर बोल्ने अब बोल्नु एकछिन सोचौँ न दिमाग लाएर कस्तो देखिन्छ काला देखिन्छ होला नि काडा आयो हप्सी भन्नु सक्यो होइन यस्तैबाट भाइरल हुन्छ क्या फेरि यस्तै बनाएर राख्दा नि भाइरल हुन्छ क्या टक्कसँगले बनाइ चाहिँ राम्रो छ कि नडर न भाइरल गर्छ मजाले सँगले हेलो गाई चाहिँ घुम्नु अलिकति कस्तो हुन्छ क्या हेलो गाई वेलकम टु माई भ्लग फेरि बिर्सिगयो हेलो गाइज वेलकम टु माई न्यू भ्लग होइन हात्तीको टक्कसँगले म इँटाको वाल लाउँदैछु टक्कसँगले अब यहाँनिर होइन नारी तरिकाले एकदम पन्ध्र मिनट 20 मिनटको हाल्ने नि हाम्रो काम यस्तो चलिरहेको छ यता होइन मजाले तरिकाले भवन बनाइदिएछ वृद्ध आश्रम त्यही भनेको थिएन हिजो वृद्ध आश्रमै भनेको थियो वृद्ध आश्रम बनाउँदैछौँ हामी चाहिँ टक्कसँगले अब हामी चाहिँ अब तरिकाले होइन पछि बुढो भएपछि छोरछोरी ल्याइदिन्छ होइन टक्कसँगले र मासु भात त नदेला नि अब दाल र भात खानुपर्छ होइन अब खासमा चाहिँ म हेल्पर हो क्या गाई म मिस्त्री हुन आँटेको अब अहिलेसम्म चाहिँ अब पुरै भएको छैन टक्कसँगले अब बिस्तारै बिस्तारै हुनुपर्छ हरेक टाइमको करेक्ट टाइम रोज्नुपर्ने हुन्छ होइन रसँगले अब इँटाको वाल चाहिँ यसरी गर्ने क्या कसरी मसला राख्ने होइन अनि यसो गर्ने यसो गर्ने अनि इँटाको वाल अब जस्तै अब यस्तो गरेर टक्कै यो डोरी नछोइराख्ने गाइज होइन नत्र हाम्रो फेरि अलिकति बाई मिस्टेक चान्स भयो भने मिनिस ओभर हुन्छ होइन डोरी नदेखाउने गरी डोरी खाने कहाँ डोरी नै देखेको छैन तरी काँडो थियो ए उहाँबाट टक्कसँगले सुतामा राख्नुपर्ने हुन्छ होइन गाह्रो अब यसो हल्का सिक्दैछु अब मिस्त्री भएपछि चाहिँ अलिक जानिन्छ कि अहिलेसम्म चाहिँ अब खासै जान्नु छैन है बिस्तारै तरिकाले वाल लाउँदै गएपछि सिक्दै भयो